वेलकम टु माई मिनी भ्लग्स। यो हाम्रो सानो बारी हो। यता हामीले आलु रोपेका छौँ। यसरी त्यो पुरै यो आलु बारी हो। यहाँ आलु रोपिया छ। अनि यता चाहिँ लसुन रोपेको। अलिकति बिउ नराम्रो परेर लसुन चाहिँ खासै राम्रो भएको छैन। त्यो सोप साग हो। यहाँ मेथी छ। अनि यहाँ पिँडालु रोपेको छ। भर्खरै पिँडालु उम्रिँदैछ। त्यहाँ धनियाँ, मटर कोसेको साग, यहाँ चाहिँ फर्सी, त्यो फर्सी हो। यो सिमी, काँक्रा, यो सबै रोपेका छौँ हामीले। मेरो हस्बेन्डले पानी हाल्दै हुनुहुन्छ यहाँ। अनि अर्को पनि उताको पनि हाम्रै यो बारी हो। यहाँ चाहिँ उता चाहिँ हामीले रोपेका छौँ चाइनिज रायोको साग। यो चाहिँ चाइनिज रायोको साग रोपेका छौँ। यो छेउछेउमा चाहिँ मैले पिँडालु रोप्दैकी छु। पिँडालु चाहिँ ढिला रोपेको भएर अलिक उम्रिया छैन। त्यहाँ मटर कोसा पछि रोपेको, चराले खाइदिएको छ। यो खुर्सानी रोप्यौँ। अनि यहाँ पनि अस्ति भर्खरै लसुन रोपेकी छु। लसुन चाहिँ उम्रिया छैन। त्यो चाइनिज सलाती हो। अनि यता नि ढिलै आलु रोपेको हो। यो चाहिँ हाम्रो यो दुइटै बारी चाहिँ हाम्रै हो। हाम्रो चाहिँ यस्तो बारी यस्तो छ। यता साइडको अरूकै हो। त्यहाँ पनि नेपाली भाइको हो। यो आलु चाहिँ ड्याङ ठुल्ठुलो ड्याङ लगाएको पनि हाम्रै एकजना नेपाली भाइको हो। उता पनि नेपालीकै छ बारी। अनि यो चाहिँ बङ्गलादेशको साथीको हो। उहाँले चाहिँ पालुङ्गो अनि लुँडेको साग, धनियाँहरू छर्नु भएको रहेछ। अनि उताको पनि नेपालीको हो। यो पनि हाम्रो नेपाली बहिनीको बारी हो। यता चाहिँ हाम्रो यहाँकै फिनिसहरूको बारी हो। उहाँहरूले चाहिँ यसरी रोप्नु भएको छ। उहाँहरूले मिहिनेत गर्नुहुन्छ। अनि यहाँ सबै बारीमै यस्तो छ। सबै बारीहरूमा यसरी रोप्ने आउने गर्छन्। यताको चाहिँ बाझै हो। कसैले नि लिएन यसपालि। यस्तो छ। हाम्रो बारी चाहिँ यस्तो हो। त्यहाँदेखि यहाँसम्म हाम्रै बारी हो। त्यहाँ पानीले भिजेको जति सबै, यो पानीले भिजेको, पानी हालेको जति सबै हाम्रो बारी हो। यतिसम्म हामीले पाएको हो।